नमस्ते नमस्कार साथीहरू, तपाईहरुलाई स्वागत छ आजको यस भिडियोमा। तपाईहरुले अहिले हेर्दै हुनुहुन्छ रुपैयाँ 5 को नोट। आजको भिडियोमा हामी यही रुपैयाँ 5 को नोटको बारेमा कुरा गर्नेछौँ। त्यही भएर भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यो भिडियो तपाईहरुको लागि धेरै उपयोगी हुन सक्छ। यो नोटको कुरा गर्दा चाहिँ यो नोट स्वर्गीय राजा महेन्द्र वीरविक्रम शाहदेवको पालामा निष्कासन गरिएको नोट हो। यो नोट 2018 सालमा निष्कासन गरिएको नोट हो भने यो नोटको छपाई बेलायतको देलारू कम्पनी नामक छापाखानाबाट भएको थियो भने यो नोटमा तपाईहरुले यता बायाँतिर हेर्न सक्नुहुनेछ स्वर्गीय राजा महेन्द्रको तस्बिर राखिएको छ भने उहाँले ढाका टोपी र दाउरा सुरुवाल पोशाक लगाउनु भएको छ र बीचमा तपाईहरुले हेर्न सक्नुहुनेछ हरियो रङको प्रयोग गरिएको छ भने यहाँ स्वयम्भूनाथको तस्बिर राखिएको छ र यसको माथि तपाईहरुले श्री 5 को सरकारको हेर्न सक्नुहुनेछ। यो नोटको छपाई भन्दा अघिको नोटहरुमा नेपाल सरकार लेखिने गरिन्थ्यो तर यसमा श्री 5 को सरकार लेखिने स्टार्ट गर्यो किनकि यो नोट 2018 सालमा निष्कासन गरिएको थियो र 2018 सालमा महेन्द्र राजाले दलहरुलाई खारेज गरेर पञ्चायती व्यवस्था फेरि सुरु गर्नुभएको थियो। त्यही भएर नेपाल सरकारको ठाउँमा श्री 5 को सरकारको लेखिने चलन फेरि सुरु गरियो र यहाँ त्यहाँतिर तपाईहरुले यादव प्रसाद पन्तको हस्ताक्षर हेर्न सक्नुहुनेछ जुन कि त्यो बेलाको गभर्नर हुनुहुन्थ्यो भने दायाँतिर यता वाटरमार्क विन्डो हेर्न सक्नुहुन्छ। यो ओभल शेपको छ, यसमा स्क्वायर रेक्ट्याङ्गल छैन जुन कि अर्को नोटहरुमा हुने गर्छ। यसमा पनि तपाईहरुले श्री पेजको तस्बिर हेर्न सक्नुहुनेछ। उज्यालोमा यस्तो गर्दा चाहिँ तपाईहरुले श्री पेजको तस्बिर हेर्न सक्नुहुनेछ। सिरियल नम्बरको कुरा गर्दा चाहिँ सिरियल नम्बरको बाकस पनि तपाईहरुले हेर्न सक्नुहुनेछ। अलि फरकै छ, सबैमा स्क्वायर रेक्ट्याङ्गल हुन्छ तर यसमा अलि राम्रो डिजाइन गरिएको छ भने यहाँ सिरियल नम्बरको भित्रमा तपाईहरुले एउटा हात्तीको तस्बिर हेर्न सक्नुहुन्छ। यता पनि दुबै हात्ती एक अर्कातिर फर्केर बसेको हात्तीको तपाईहरुले तस्बिर हेर्न सक्नुहुनेछ भने यहाँ माथितिर तपाईहरुले एउटा ड्रागनको पनि तस्बिर हेर्न सक्नुहुनेछ। ड्रागन छ कि राक्षस छ तस्बिर दुवैतिर यतातिर पनि दुवै दायाँ बायाँ दुवैतिर हेर्न सक्नुहुनेछ भने यता पछाडिपट्टिको कुरा गर्दा चाहिँ बीचमा सगरमाथाको तस्बिर राखिएको छ र सगरमाथाको तस्बिरमै ₹5 लेखिएको छ भने बायाँतिर वाटरमार्क विन्डो र तलतिर नेपाल राष्ट्र बैंकको लोगो राखिएको छ भने ₹5 देवनागरीमा लेखिएको छ। यता इंग्लिशमा 5 यता देवनागरीमा 5 लेखिएको छ। अब यो नोटको कुरा गर्दा चाहिँ यो नोट अहिले बजारमा चलन चल्ती छैन, त्यही भएर यो नोट दुर्लभ पनि हो र यो नोट दुर्लभ हुनुको एउटा कारण अझै छ किनकि यो भन्दा पहिलाको जुन 5 रुपैयाँको नोट हुने गर्थ्यो त्यसमा मोरु 5 लेख्ने गरिन्थ्यो तर यो नोटमा फर्स्ट चोटी यो नोट छपाई गरेको छ जुनमा ₹5 लेख्ने गरिन्थ्यो। यसको अघिको सबै 5 रुपैयाँको नोटमा चाहिँ मोरु 5 लेख्ने गरिन्थ्यो तर यो नोटमा ₹5 लेख्न सुरु गर्यो र यो नोटको अहिलेको बजार मूल्यको कुरा गर्दा चाहिँ यो नोट मैले आफ्ना एउटा सब्स्क्राइबरसँग 450 मा किनेको नोटको कन्डिसन तपाईहरुले हेर्न सक्नुहुनेछ, राम्रै छ। यो भन्दा पनि यूएनसी कन्डिसनको नोट लिँदाखेरि अलि महँगो पर्न जान्छ र यो भन्दा अलि लो कन्डिसनको नोटहरु अझै सस्तो पर्न जान्छ र यदि तपाईहरु पनि यस्तो नोट किन्न चाहनुहुन्छ अथवा बेच्न चाहनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। म तपाईहरुलाई संकलनकर्ताहरुको नम्बर दिनेछु अथवा संकलनकर्ताहरुसँग कन्ट्याक्ट गराइदिनेछु अथवा मसँग नभएको नोट म तपाईहरुसँग स्वयं किन्नेछु। त्यही भएर कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनु होला र भिडियोलाई लाइक शेयर गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला। हामी फेरि अर्को भिडियोमा अर्को नोट लिएर प्रस्तुत हुनेछौँ।